दुई कार्यकाल रवि त्यही हैन क्लियर क्लियर भेरी स्पष्ट दुई कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु रवि लामिछाने आज कारागारमा यो देशको जनताका लागि यो देशको मतदाताका लागि र यो देश समृद्ध बनाउनका लागि कारागारमा बसेर लडिरहेको छ। म नेताहरूलाई यो राष्ट्रिय स्वतन्त्र पार्टी हो, यहाँहरूले अब त्यो जो सोचिराख्नु भएको छ त्यो सोचेका साथीहरूले विगतका दिन सम्झेर रासोपालाई नसम्झिनको लागि चाहिँ म एकदमै स्पष्ट सूचना दिन निर्विकल्प रवि चितवनबाट यो उद्घोष भयो। अहिलेको अवस्था तपाईले रवितिर जानुभयो, अहिलेको अवस्थामा महाधिवेशन नहुँदासम्म या दोस्रो कार्यकाल हो त्यही त भन्दैछु। पूर्वपक्षको लागि उहाँ कारागारमा हो, उहाँ कैद सजाय भोगिराख्नु भएको छैन, यो कुरा हजुरले बुझाइदिनु पर्यो। त्यही त हामीले सोध्दैछौँ दुई कार्यकाल रवि त्यही हैन क्लियर भेरी स्पष्ट दुई कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु। थ्यांक यू सो मच। पार्टी सभापतिज्यूको कमीको जुन महसुस उहाँहरूले दिदीबहिनीले गरिराख्नु भएको छ, मैले भन्न सक्ने के मात्रै हो भने रवि भन्ने एउटा विचार भइसक्यो अब यो समाजमा, नेपालको राजनीतिमा एउटा विचार हो। त्यस कारणले पार्टी सभापतिमाथि जुन किसिमको सरकारले पूर्ववर्ती सरकारले राजनीतिप्रति सोच साँधेर कारागारमा राखेको अवस्था छ, हामीलाई विश्वास छ यो देशमा सबै मान्छेहरू अपराधी छैनन् भन्ने कुरामा म ढुक्क छु। अपराधीहरू छन् तर यसको मतलब सबै मान्छे अपराधी छैनन्। अपराधीले उसले आफू पनि अपराध गर्छ र अरूलाई पनि अपराधी देख्छ। त्यस कारणले त्यो आँखाको परिवर्तन बिस्तारै हुन्छ। समाजले, नागरिकले, जनताले, मतदाताले यसलाई अत्यन्तै नजिकबाट बुझिरहनु भएको छ। अब म आशा गरौँ यो देशमा एउटा विध्वंस भयो जेनजीको आन्दोलन पछाडि। म अहिलेको सरकारलाई चाहिँ एउटा अनुरोध चाहिँ के गर्छु भने अब यो देशमा हिंसा नहोस्, त्यसको लागि तपाईँहरू गम्भीर भएर काम गरिदिनुहोस् भन्ने मेरो सुझाव हो। एउटा अन्तिम प्रश्न एउटा प्रश्न त मेरो पनि लिनुपर्छ है सर। अहिले आम रासोपा समर्थक शुभेच्छुक शुभचिन्तकहरूले यति मात्र के जान्न खोजिरहेको छ भने के रासोपाभित्र जसरी एउटा असन्तुष्टि नेतृत्व चयन गर भनेर आइरहेको छ, वास्तवमा के हो त्यो कुरो ठ्याक्कै स्पष्ट पार्ने गरी रासोपाका शुभचिन्तक समर्थक र तपाईँहरूको फलोवर्सहरूलाई भनिदिनुहोस् न, के हो त्यो कुरो रासोपाले यति बेला नेतृत्व चयन गर्न खोजेको? मैले अघि आफ्नो प्रतिवेदनमा स्पष्टसँग मैले राखिसकेको छु। यहाँहरूले त्यो प्रतिवेदनलाई पनि हेरिदिनु भयो भने डिटेलमा त्यहाँ पनि छ। त्यस कारणले तपाईँले भनेको नेतृत्व, तपाईँले भनिरहेको जुन अहिले बहस तपाईँहरूले निकाल्न खोज्नु भएको छ नि, त्यो प्रश्न हजुरले त्यो जसले निकालिरहेछ नि यो विषय, त्यो साथीलाई, मेरो मित्रलाई, मेरो घन्टीको त्यो शुभेच्छुकलाई के सोधिदिनु पर्यो भने रवि लामिछाने आज कारागारमा यो देशको जनताका लागि, यो देशको मतदाताका लागि र यो देश समृद्ध बनाउनका लागि कारागारमा बसेर लडिरहेको छ कि राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी बन्नु पर्यो जसले चाहिँ यो देशमा डेलिभरी, सुशासन, भ्रष्टाचारको अन्त्य गर्नलाई काम गर्नुपर्छ र रासोपा त्यस्तो पार्टी बन्नुपर्छ भनेको बेलामा म ती शुभचिन्तक र शुभेच्छुक साथीहरूलाई अथवा हाम्रा तलदेखि माथिसम्म नेता चाहिँ वडादेखि सबै नेताहरू हुनुहुन्छ, म नेताहरूलाई यो राष्ट्रिय स्वतन्त्र पार्टी हो, यहाँहरूले अब त्यो जो सोचिराख्नु भएको छ त्यो सोचेका साथीहरूले विगतका दिन सम्झेर रासोपालाई नसम्झिनको लागि चाहिँ म एकदमै स्पष्ट सूचना दिन निर्विकल्प रवि चितवनबाट यो उद्घोष भयो। अहिलेको अवस्था तपाईले रवितिर जानुभयो, अहिलेको अवस्थामा महाधिवेशन नहुँदासम्म या दोस्रो कार्यकाल हो त्यही त भन्दैछु। पूर्वपक्षको लागि उहाँ कारागारमा हो, उहाँ कैद सजाय भोगिराख्नु भएको छैन, यो कुरा हजुरले बुझाइदिनु पर्यो। त्यही त हामीले सोध्दैछौँ दुई कार्यकाल रवि त्यही हैन क्लियर भेरी स्पष्ट दुई कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु। निरन्तर यहाँले यहाँको सजावट हेर्नुभयो भने पनि सबैतिर निलो देख्नुहुन्छ यहाँले। यो हाम्रो उद्देश्य नै सुरुदेखि नै पार्टी स्थापना गर्न अगाडिदेखि नै हामीले निलो क्रान्ति भनेर अब रक्त क्रान्ति गर्ने दिन सकियो, निलो क्रान्तिबाट जानुपर्छ भन्ने उद्घोष गरेर आएको। दुर्भाग्यवश अहिले पछिल्लो समय जुन सरकारमा बसेका दलहरूको एउटा चाहिँ हैकमवादी र उनीहरूको अकर्मण्यताले गर्दाखेरि हामीभन्दा पछिल्लो मेरो छोराको पुस्ता, अझ मेरो छोराभन्दा पनि भर्खर साना भाइ बहिनीहरूको पुस्ता चाहिँ सडकमा आउन बाध्य बनायो गएको सरकारले र केही राजनीतिक दलहरूले। त्यो कुरा हाम्रो देशभरिको संरचनालाई हामीले चाहिँ स्पष्ट बुझाउनु पर्ने थियो र अबको हाम्रो रोड म्याप हामीले यो लोकतन्त्रमा अहिलेको हाम्रो संविधान अनि हाम्रो राजनीतिक दलको हैसियतले चाहिँ चुनाव भनेको, निर्वाचन भनेको चाहिँ मलाई भन्नुहुन्छ नि एक शब्दमा सबै थोक राजनीतिक दलका लागि चुनाव भनेको सबै थोक हो।
त्यस कारणले त्यो चुनावमा केन्द्रित भएर हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने विषयको चाहिँ यो आज र भोलिको चाहिँ छलफल यही नै हो। हामी यसैमा केन्द्रित हुन्छौँ। धन्यवाद। समग्रमा थोरै अब जाँदा जाँदै जस्तो यो मैले यो यहाँको फुलमालाहरू यो सजावट देख्दाखेरि महिला दिदीबहिनीसँग कुराकानी गरेँ। उहाँले तिहारका लागि रवि लामिछानेज्यूलाई पहिर्याउनका लागि तयार पार्नु भएको रहेछ, यद्यपि उहाँ आउन सक्नु भएन। यहाँ सजी सजावटमा उहाँकै नाम लिएर लगाउनु भएको छ। कहिले फर्किनुहुन्छ भनेर उहाँले जिज्ञासा पनि राखिरहनु भएको छ। के हुँदैछ छोटोमा? चितवन आफैमा अलिकति यो फरक राष्ट्रपाका लागि अलिक फरक ठाउँ हो। हामी यस्ता कार्यक्रमहरू पनि चितवनमा गरिरहेका हुन्छौँ। यसको मतलब नेपालको अरू कुनै जिल्ला अरू कुनै ठाउँ चाहिँ राष्ट्रपाका लागि चाहिँ फेरि महत्त्वको ठाउँ होइन भन्न खोजेको होइन। हाम्रो लागि 77 जिल्ला उत्तिकै महत्त्वपूर्ण छ र चितवनको फुलको पनि एउटा इतिहास छ। रवि लामिछाने आदरणीय पार्टी सभापति चितवनबाट उम्मेदवार भइसके पछाडि हामीले चाहिँ फुल चाहिँ आयात गर्न नपर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने एउटा बहस सुरु भयो। त्यो बहसबाट चितवनको कृषकहरू चाहिँ हामी फुल लगाउँछौँ भन्ने, जस्तो केरा चाहिँ हामीले चितवनमा नेपाललाई नै आत्मनिर्भर बन्नुपर्छ, चितवनबाटै केरा उत्पादन गरेर हामी ती अभियानहरू गर्दै गर्दा यो फुल पनि एउटा त्यो हो। पक्कै पनि यसपटकको तिहारमा रवि सर पनि भइदिनु भएको भएदेखि अझ बढी रमाइलो हुन्थ्यो होला। तर अब रवि सर एकजना नभएको कारणले नै यो सबै फुल रोकिएको हो भन्ने कुराको व्याख्या त हामी नगरौँ। तर उहाँहरूले जुन किसिमको यसको सुरुवात नै आदरणीय सभापतिज्यूबाट निस्केको कन्सेप्ट हो, त्यस कारणले चाहिँ फुलमा पनि हामी आत्मनिर्भर हुनुपर्छ भन्ने र तिहारमा सकिएन, फुलहरू यो रहिरह्यो, उहाँले जोगाएर राख्नुभयो र हामीले यो कार्यक्रम तय पनि गरिसकेका थियौँ। त्यस कारणले जोगाएर राखेर यो फुलको चाहिँ सौन्दर्यता आफैमा तपाईँ हामी सबैजना फुल देख्यो भने टिप्छौँ, बास्ना लिन्छौँ होइन। सयपत्री फुल भन्ने हाम्रो यो मन्दिरमा त्यही फुल चलाउँछौँ, यसको आफ्नै महत्त्व छ। दुई कार्यकाल रवि त्यही होइन, क्लियर भेरी स्पष्ट। दुई कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु। रवि लामिछाने आज कारागारमा यो देशको जनताका लागि, यो देशको मतदाताका लागि र यो देश समृद्ध बनाउनका लागि कारागारमा बसेर लडिरहेको छ। म नेताहरूलाई यो राष्ट्रिय स्वतन्त्र पार्टी हो, यहाँहरूले अब त्यो जो सोचिरहनु भएको छ त्यो सोचेका साथीहरूले विगतका दिन सम्झेर राजसभालाई नसम्झिनको लागि चाहिँ म एकदमै स्पष्ट सूचना दिन निर्विकल्प रवि चितवनबाट यो उद्घोष भयो। अहिलेको अवस्था तपाईँले रवितिर जानुभयो, अहिलेको अवस्थामा महाधिवेशन नहुँदासम्म या दोस्रो कार्यकाल हो, त्यही त भन्दैछु। पूर्व पक्षको लागि उहाँ कारागारमा हो, उहाँ कैद सजाय भोगिराख्नु भएको छैन, यो कुरा हजुरले बुझाइदिनु पर्यो। त्यही त हामीले सोध्दैछौँ, दुई कार्यकाल रवि त्यही होइन, क्लियर भेरी स्पष्ट। दुई कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु। थ्याङ्क यू सो मच, थ्याङ्क यू सो मच। पार्टी सभापतिज्यूको कमीको जुन महसुस उहाँहरूले दिदीबहिनीले गरिराख्नु भएको छ, मैले भन्न सक्ने के मात्रै हो भने रवि भन्ने एउटा विचार भइसक्यो अब यो समाजमा, नेपालको राजनीतिमा एउटा विचार हो। त्यस कारणले पार्टी सभापतिमाथि जुन किसिमको सरकारले पूर्ववर्ती सरकारले राजनीतिप्रति सोच साँधेर कारागारमा राखेको अवस्था छ, हामीलाई विश्वास छ यो देशमा सबै मान्छेहरू अपराधी छैनन् भन्ने कुरामा म ढुक्क छु। अपराधीहरू छन्, तर यसको मतलब सबै मान्छे अपराधी छैनन्। अपराधीले उसले आफू पनि अपराध गर्छ र अरूलाई पनि अपराधी देख्छ। त्यस कारणले त्यो आँखाको परिवर्तन बिस्तारै हुन्छ। समाजले, नागरिकले, जनताले, मतदाताले यसलाई अत्यन्तै नजिकबाट बुझिरहनु भएको छ। अब म आशा गरौँ यो देशमा एउटा विध्वंस भयो जेनजीको आन्दोलन पछाडि। म अहिलेको सरकारलाई चाहिँ एउटा अनुरोध चाहिँ के गर्छु भने अब यो देशमा हिंसा नहोस्, त्यसको लागि तपाईँहरू गम्भीर भएर काम गरिदिनुहोस् भन्ने मेरो सुझाव हो। एउटा अन्तिम प्रश्न एउटा प्रश्न त मेरो पनि लिनुपर्छ है सर। अहिले आम रासोपा समर्थक शुभेच्छुक शुभचिन्तकहरूले यति मात्र के जान्न खोजिरहेको छ भने के रासोपाभित्र जसरी एउटा असन्तुष्टि नेतृत्व चयन गर भनेर आइरहेको छ, वास्तवमा के हो त्यो कुरो ठ्याक्कै स्पष्ट पार्ने गरी रासोपाका शुभचिन्तक समर्थक र तपाईँहरूको फलोवर्सहरूलाई भनिदिनुहोस् न, के हो त्यो कुरो? रासोपाले यति बेला नेतृत्व चयन गर्न खोजेको? मैले अघि आफ्नो प्रतिवेदनमा स्पष्टसँग मैले राखिसकेको छु। यहाँहरूले त्यो प्रतिवेदनलाई पनि हेरिदिनु भयो भने डिटेलमा त्यहाँ पनि छ। त्यस कारणले तपाईँले भनेको नेतृत्व, तपाईँले भनिरहेको जुन अहिले बहस तपाईँहरूले निकाल्न खोज्नु भएको छ नि, त्यो प्रश्न हजुरले त्यो जसले निकालिरहेछ नि यो विषय, त्यो साथीलाई, मेरो मित्रलाई, मेरो घन्टीको त्यो शुभेच्छुकलाई के सोधिदिनु पर्यो भने रवि लामिछाने आज कारागारमा यो देशको जनताका लागि, यो देशको मतदाताका लागि र यो देश समृद्ध बनाउनका लागि कारागारमा बसेर लडिरहेको छ।
कि राष्ट्रिय स्वतन्त्र पार्टी यस्तो पार्टी बन्नु पर्यो जसले चाहिँ यो देशमा डेलिभरी सुशासन भ्रष्टाचारको अन्त्य गर्नलाई काम गर्नुपर्छ र राष्ट्रपति त्यस्तो पार्टी बन्नुपर्छ भनेको बेलामा म ती शुभचिन्तक र शुभेच्छुक साथीहरूलाई अथवा हाम्रा तलदेखि माथिसम्मका नेता चाहिँ वडादेखि सबै नेताहरू हुनुहुन्छ म नेताहरूलाई यो राष्ट्रिय स्वतन्त्र पार्टी हो यहाँहरूले अब त्यो जो सोचिराख्नु भएको छ त्यो सोचेका साथीहरूले विगतका दिन सम्झेर राजसपालाई नसम्झिनको लागि चाहिँ म एकदमै स्पष्ट सूचना दिन निर्विकल्प रवि चितवनबाट यो उद्घोष भयो अहिलेको अवस्था तपाईँले रवितिर जानुभयो अहिलेको अवस्थामा महाधिवेशन नहुँदासम्म या दोस्रो कार्यकाल हो त्यही त भन्दैछु पूर्व पक्षको लागि उहाँ कारागारमा हो उहाँ कैद सजाय भोगिराख्नु भएको छैन यो कुरा हजुरले बुझाइदिनु पर्यो त्यही त हामीले सोध्दैछौँ 2 कार्यकाल रवि त्यही हैन क्लियर भेरी स्पष्ट 2 कार्यकाल रवि लामिछाने कुरा पनि भन्नु निरन्तर यहाँले यहाँको सजावट हेर्नुभयो भने पनि सबैतिर निलो देख्नुहुन्छ यहाँले यो हाम्रो उद्देश्य नै सुरुदेखि नै पार्टी स्थापना गर्नु अगाडिदेखि नै हामीले निलो क्रान्ति भनेर अब रक्त क्रान्ति गर्ने दिन सकियो निलो क्रान्तिबाट जानुपर्छ भन्ने उद्घोष गरेर आएको दुर्भाग्यवश अहिले पछिल्लो समय जुन सरकारमा बसेका दलहरूको एउटा चाहिँ हैकमवादी र उनीहरूको अकर्मण्यताले गर्दाखेरि हामीभन्दा पछिल्लो मेरो छोराको पुस्ता अझ मेरो छोराभन्दा पनि भर्खर साना साना भाइ बहिनीहरूको पुस्ता चाहिँ सडकमा आउन बाध्य बनायो गएको सरकारले र केही राजनीतिक दलहरूले त्यो कुरा हाम्रो देशभरिको संरचनालाई हामीले चाहिँ स्पष्ट बुझाउनु पर्ने थियो र अबको हाम्रो रोड म्याप हामीले यो लोकतन्त्रमा अहिलेको हाम्रो संविधान अनि हाम्रो राजनीतिक दलको हैसियतले चाहिँ चुनाव भनेको निर्वाचन भनेको चाहिँ मलाई भन्नुहुन्छ नि एक शब्दमा सबै थोक राजनीतिक दलका लागि चुनाव भनेको सबै थोक हो त्यस कारणले त्यो चुनावमा केन्द्रित भएर हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने विषयको चाहिँ यो आज र भोलिको चाहिँ छलफल यही नै हो हामी यसैमा केन्द्रित हुन्छौँ धन्यवाद समग्रमा थोरै अब जाँदा जाँदै जस्तो यो मैले यो यहाँको फुलमालाहरू यो सजावट देख्दाखेरि महिला दिदीबहिनीसँग कुराकानी गरेँ उहाँले तिहारका लागि रवि लामिछानेज्यूलाई पहिर्याउनका लागि तयार पार्नु भएको रहेछ यद्यपि उहाँ आउन सक्नु भएन यहाँ सजी सजावटमा उहाँकै नाम लिएर लगाउनु भएको छ कहिले फर्किनुहुन्छ भनेर उहाँले जिज्ञासा पनि राखिरहनु भएको छ के हुँदैछ छोटोमा चितवन आफैमा अलिकति यो फरक राष्ट्रपाका लागि यो अलिक फरक ठाउँ हो हामी त्यस्ता कार्यक्रमहरू पनि चितवनमा गरिरहेका हुन्छौँ यसको मतलब नेपालको अरू कुनै जिल्ला अरू कुनै ठाउँ चाहिँ राष्ट्रपाका लागि चाहिँ फेरि महत्त्वको ठाउँ होइन भन्न खोजेको होइन हाम्रो लागि 77 जिल्ला उत्तिकै महत्त्वपूर्ण छ र चितवनको फुलको पनि एउटा इतिहास छ रवि लामिछाने आदरणीय पार्टी सभापति चितवनबाट उम्मेदवार भइसके पछाडि हामीले चाहिँ फुल चाहिँ आयात गर्न नपर्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने एउटा बहस सुरु भयो त्यो बहसबाट चितवनको कृषकहरू चाहिँ हामी फुल लगाउँछौँ भन्ने जस्तो केरा चाहिँ हामीले चितवनमा नेपाललाई नै आत्मनिर्भर बन्नुपर्छ चितवनबाटै केरा उत्पादन गरेर हामी ती अभियानहरू गर्दै गर्दा यो फुल पनि एउटा त्यो हो पक्कै पनि यसपटकको तिहारमा रवि सर पनि भइदिनु भएको भएदेखि अझ बढी रमाइलो हुन्थ्यो होला तर अब रवि सर एकजना नभएको कारणले नै यो सबै फुल रोकिएको हो भन्ने कुराको व्याख्या त हामी नगरौँ तर उहाँहरूले जुन किसिमको यसको सुरुवात नै आदरणीय सभापतिज्यूबाट निस्केको कन्सेप्ट हो त्यस कारणले चाहिँ फुलमा पनि हामी आत्मनिर्भर हुनुपर्छ भन्ने र तिहारमा सकिएन फुलहरू यो रहिरह्यो उहाँले जोगाएर राख्नुभयो र हामीले यो कार्यक्रम तय पनि गरिसकेका थियौँ त्यस कारणले जोगाएर राखेर यो फुलको चाहिँ सौन्दर्यता आफैमा तपाईँ हामी सबैजना फुल देख्यो भने टिप्छौँ बास्ना लिन्छौँ होइन सयपत्री फुल भन्ने हाम्रो यो मन्दिरमा त्यही फुल चलाउँछौँ यसको आफ्नै महत्त्व छ